हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। साथीहरू, आजको मेरो यो नयाँ ब्लग स्पेसल छ किनभने मैले चाहिँ छतमा तरकारीहरू लगाउने गरिरहेको छु। त्यसको चाहिँ व्यवस्थित गर्दैछु अनि नयाँ क्यारेट छ, कसरी भर्छु त म साथीहरूलाई देखाउँदैछु। अब त्यो नयाँ माछाको क्यारेट यति ठुलो हुन्छ, 2 कट्ठा माटो हाल्दा पनि भरिँदैन। अब त्यसको लागि चाहिँ व्यवस्थित कसरी गर्छु भनेर हो है साथीहरू। यो भिडियो फुल हेर्नुभन्दा अगाडि चाहिँ मलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु। हजुरको सपोर्टको धेरै आशा अपेक्षा राखेकी छु। अनि त्यसपछि मलाई लाइक फलो पनि गर्नुहोला, कमेन्ट पनि गर्नुहोला है, ताकि हजुरहरूको कमेन्ट अनुसार मैले प्रोग्रेस गर्न सकूँ। अनि साथीहरू, मैले यो हो क्यारेट भर्ने भनेको। अब यति ठुलो क्यारेट कसरी भर्ने, माटो त बोकी सकिँदैन भन्ने सोच्नुभयो होला। अनि साथीहरू, सँगसँगै हिजो साँझको पानीले चाहिँ यो पुरै भरिएको रहेछ। अब पानी फाल्दा चाहिँ मलाई पानी नपाइने सिजनको याद आएर चौपट त लाग्यो, तर के गर्नु, बर्खामा चाहिँ पानी आउँछ। अनि के गर्नु भनेर चाहिँ मैले फालेँ। त्यसपछि मैले चाहिँ पहिला यसलाई कसरी मिलाउने राख्ने भनेर चाहिँ यसको एरेन्जमेन्ट राम्रो गरेँ साथीहरू है। तल चाहिँ ढुङ्गाहरू राख्ने गर्छु म, ताकि छतलाई असर नगरोस्। यसरी माटो जाम हुनु हुँदैन नि त साथीहरू, छत असर गर्छ गरे है। त्यही भएर अनि मैले तल ढुङ्गा इँटा राखेर चाहिँ मैले यसरी म्यानेजमेन्ट गरेँ। अनि यसलाई चाहिँ राम्रोसँग राखेँ ताकि हावाले पनि नखसोस् है, धेरै छेउमा पनि नहोस्, गाह्रो पनि नहोस् भनेर। अनि त्यसपछि मैले चाहिँ यसमा जति पनि माटो थियो ल्याएको, त्यो माटो पहिला मैले हालेँ। अनि यो माटो पनि पुरै हिजो रातिको पानीले गलेको रहेछ है, गले पनि ठिकै छ भनेर चाहिँ मैले राखेँ। अनि त्यसपछि अब यो यति धेरै क्यारेट कसरी भर्ने भनेर त सोचिराख्नु भयो होला साथीहरू, हेर्दै जानुहोस् है। पहिला चाहिँ म यस्तो थोरै माटो राख्छु, जुन चाहिँ मल नमिसाएको है, बारीको गार्डनको माटो ल्याएर राख्छु। अनि त्यसपछि मैले साथीहरू एउटा यस्तरी कट्ठामा मैले आँगन बरालेर राखेको हुन्छु क्या। मैले जति पनि पात कसिङ्गरहरू राखेर त्यो पहिल्यै मजाले कुहेको हुन्छ साथीहरू है। यस्तरी मस्तरी कुहेको हुन्छ ताकि बोट बिरुवामा किरा पनि नलागोस् पछि भनेर। अनि आधा त त्यसले फिल गर्छु साथीहरू है, ताकि त्यो पछि गएर झन् राम्रोसँग कुहेर मलमा पनि चेन्ज हुन्छ। अनि माथिबाट थोरै भुसा अथवा सुक्खा माटो हाल्छु म, किनभनेपछि त्यसले चाहिँ किरा लाग्न दिँदैन है। अनि त्यसपछि म चाहिँ माथिबाट मजाले मल मिक्स गरेको माटो राखिदिन्छु। पहिले चाहिँ अलरेडी मैले मल माटो रेडी पारेर आफ्नो लागि ठिक्क हुन्छ, चाहिएको बेला युज गर्न सजिलो हुन्छ भनेर चाहिँ राखेँ हुन्छु। अनि त्यो मजाले हालेर मैले पुरै त्यसको ढुङ्गाहरू छानेर है, जुन चाहिँ बोट बिरुवालाई छतमा लगाउन, गमलामा लगाउन गाह्रो हुन्छ नि त साथीहरू, त्यहीको लागि चाहिँ मैले पुरै क्लियर गरेर छानछुन पारेर मैले राखेको हुन्छु। अनि यसरी नै म छतमा तरकारी लगाउने गर्छु। फर्स्ट इयरमा त गाह्रो भयो साथीहरू है, मेरो एक्सपिरियन्स पनि थिएन, तर त्यसपछि चाहिँ मेरो इम्प्रुभमेन्ट हुँदै पनि गयो अनि राम्रो पनि भइराखेको छ। अनि मेरो काम गर्ने तरिका, मेरो तरकारी लगाउनेको तरिका हजुरहरूलाई कस्तो लाग्छ, मनपर्छ भने पक्कै पनि लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। फेरि अर्को भिडियोमा भेट।